हेलो एभ्रिवान, सबैजनालाई आज चाहिँ छ खानामा मकैको ढेँडो, तोरीको साग अनि मुलाको अचार अनि पिसेको अचार पिनट हालेको अनि डल्ले खुर्सानी छ। कोलाई मनपर्छ कमेन्ट गर्नु है ल। सबैजनालाई रसो, सबैजनाले खाएको ल, म खाएँ है। अब हेरौँ छोरालाई चाहिँ खाना दिन्छ दिँदैन। अब अलिक छिपेछ, तोरीको साग छ। एकछिन बाबा, तिमीलाई खुवायो त मम्माले। तोरीको साग र पर्क नआउने, तिमी पनि ढेँडो खाने? ढेँडो ल आउने अरे। अब के गर्नु, झन् यो छ भनेर किचनमा नखाइकन यता खाएको झन्। ल खाले यम्मी। ल यसले पनि ढेँडो खायो त नि, यम्मी नि। गर्नुहोस्, पिरो भयो भने लु है। फर्स्ट टाइम ढेँडो खाएको मेरो बाबुले चाहिँ, पर्क पनि। झन् नगर न, मम्मीको कपाल हेरेर मम्मीको गति न माथि भयो। कस्तो लामो लामो भएछ। मम्मी कपाल बिगारेको थियो अरे। खेलेर बस्नुहोस्, यस्तै छ। जिस्काउँदैछ। Come here, baby. अति मीठो, अति मीठो। फेरि खान्छौ? मेरो छोरा खुर्सानी चाहिँ खान्छ, आधी खाँदै। पुरै यम्मी छ। म चाहिँ मजाले मजा लिएँ। तपाईँहरू पनि यसरी नै खानु होला, हेल्दी रहनु होला। यो पिरोले सिँगन पनि आइछ।
साथी हो होइन मेरो भिडियो नि हेरिदिनुहोस् हो फलो गरिदिनुहोस् भन्दै म टाइम धेरै लिँदिनँ बाबु छ खेल्दैछु सबैजनालाई बाई बाई गुड नाइट एभ्रिवान लभ यु अल